कहिलेकाहीँ जीवनले हामीलाई निराशा र असफलताको गहिरो खाडलमा फालिदिन्छ। कमलेश त्यस्तै एक युवक थिए। उनी सधैँ आफ्नो प्रयासमाथि शंका गर्थे, अनि जब समस्या आउँथ्यो उनले तुरुन्त हार मान्थे। उनले सधैँ आफैलाई सम्झाउँथे, मेरो भाग्य नै खराब छ, म जे गर्छु सफल हुन सक्दिन। अनि समाजले पनि उनलाई असफलताको उपनाम दिन थाल्यो। एक दिन जब कमलेश सबै आशा गुमाउनै लागेका थिए, उनले एक चौतारीमा एउटा गुरुलाई देखे। गुरु केटाकेटीहरूलाई जीवनका गहिरा रहस्यहरू सिकाइरहनु भएको थियो। कड़ा परिश्रम र विश्वासको शक्तिबारे बताइरहनु भएको थियो। क्रोधित हुँदै कमलेश अगाडि बढे। कृपया बन्द गर्नुहोस् यी कथाहरू, यी सबै झुटा छन्। साँचो भनेको भाग्यमा छ भने हुन्छ, छैन भने केही हुँदैन। गुरुले शान्त र गहिरो नजरले कमलेशको आँखामा हेर्नुभयो। ती आँखाहरूमा पीडा त थियो, तर परिवर्तनको चाहना पनि देखिन्थ्यो। र मुस्कुराउँदै भन्नुभयो, तिमी सही भन्यौ, सबै कुरा भाग्यमै निर्भर गर्छ। तर के तिमीलाई थाहा छ, भाग्य एक क्षणमै परिवर्तन हुन सक्छ। कमलेश छक्क परे। एउटै क्षणमा? गुरुले शान्तिपूर्वक उत्तर दिनुभयो, म पनि तिमी जस्तै थिएँ, तर एक दिन केही भयो, एक चमत्कार। त्यस दिनदेखि मेरो जीवन परिवर्तन भयो। मैले त्यो रहस्य धेरैलाई सुनाएँ, उनीहरूको जीवन पनि बदलियो। यदि तिमी चाहन्छौ भने म तिमीलाई पनि सुनाउन सक्छु। कमलेश केही नबोली फर्किए, तर त्यो रात उनी निदाउन सकेनन्। गुरुका शब्दहरू बारम्बार सम्झनामा आइरहे, भाग्य एक क्षणमै परिवर्तन हुन सक्छ। भोलिपल्ट बिहानै कमलेश गुरु कहाँ फर्किए। म जान्न चाहन्छु त्यो रहस्य, उनले भने। गुरुले शिर हल्लाउँदै भन्नुभयो, एक शर्त छ, यदि तिमीले रहस्य थाहा पाएपछि पनि केही गरेनौ भने तिम्रो जीवन अझै खराब हुनेछ। कमलेश अचम्म मान्दै भन्न थाले, म जे भन्नुहुन्छ त्यो गर्छु। गुरुले भन्नुभयो, टाढा एउटा डाँडामा एक अनौठो चरा बस्छ, जसको टाउको सुनौलो र प्वाखहरू नीलो हुन्छन्। जो त्यो चरालाई देख्दछ उसको भाग्य तुरुन्त बदलिन्छ। तर त्यो चरा केवल सूर्योदयको समयमा मात्र देखिन्छ। त्यो समय छुटायो भने त्यो कहाँ जान्छ थाहा हुँदैन। त्यो रात कमलेशले 3 बजेको लागि घडीमा अलार्म सेट गरे। बिहान अलार्म बज्दा बिस्तारै पल्टिन मन लाग्यो। भोलि गरौला, मनले भन्न थाल्यो। तर उनले गुरुका शब्दहरू सम्झिए, यदि थाहा पाएपछि पनि प्रयास नगरियो भने जीवन अझै कठिन हुन्छ। त्यो सोचले झस्किएर बिस्ताराबाट फटाफट उठे। यात्रा सुरु गरे। बाटो लामो थिएन, तर डाँडो निकै उकालो थियो। 20 पाइला हिँड्दा नै खुट्टा थाक्न थाले। 25 पाइला पछि त सासै फेर्न गाह्रो भयो। म सक्दिन, मनले चिच्यायो, तर डरले अघि बढायो। जब उनी टुप्पामा पुगे, सूर्य पहिले नै उदाइसकेको थियो। सुनौलो टाउको भएको चरा देखिएन। दोस्रो दिन पनि उनी असफल भए। तेस्रो दिन समयमै पुगे, तर चरा देखिएन। चौथो दिनसम्म पनि चरा देखिएन। 5औं दिन पनि विफल, तर केही त फेरिरहेको थियो। शरीर बलियो हुँदै गयो, मन शान्त हुँदै गयो। कमलेशलाई यात्रा नै रमाइलो लाग्न थाल्यो। 6औं दिन न त गुनासो थियो, न त हार मान्ने मनस्थिति। शान्त मनले चढे, तर त्यो दिन पनि चरा देखिएन। भोलिपल्ट कमलेश गुरु कहाँ फर्किए। मैले सबै गरे, तर चरालाई अझै देखिन, उनले भने। गुरु मुस्कुराउँदै भन्नुभयो, अनि एकचोटि अझै जानुहोस्, तर यो पटक शान्त मनले बस्नुहोस्, सूर्योदय हेर्नुहोस्। 7औं दिन कमलेश सजिलै उठे। चढाइ सहज लाग्यो। बाटोमा हावाको चिसो मिठास, चराहरूको गीत, आकाशको गुलाबी रंग सबै कुरामा रमाए। सूर्य उदाउने अघि नै टुप्पोमा पुगेर बसे, चुपचाप। तर सुनौलो टाउको भएको चरा आएन। बरु एक शान्त स्वर मनभित्र उठ्यो। सायद चरा कहिल्यै थिएन। सायद गुरुले केही अरू कुरा देखाउन चाहनु भएको थियो। कमलेश एकछिन शान्त बसे अनि मुस्कुराए। अब उसलाई थाहा भयो गुरुले बुझाउन खोजेको कुरा।
कमलेश गुरु कहाँ फर्किए, आँखामा चमक, चालमा आत्मविश्वास। बुरुज्यू, कमलेशले भने, मैले चरालाई देखे। बुरुले गर्वले मुस्कुराउँदै भन्नुभयो। खुसीको खबर सुनायो। प्रत्येक बिहान एउटा चमत्कारी चरा देखिन्छ, त्यसको नाम हो निर्णय। बिहान उठ्ने बित्तिकै हाम्रो सामुन्ने हुन्छ त्यो चरा। अनि हामी आफैलाई सोध्न सक्छौं, आज म कमजोर बन्ने कि बलियो, भाग्ने कि सामना गर्ने, गुनासो गर्ने कि सिक्ने। बुरुले सहमतिमा टाउको हल्लाउँदै भन्नुभयो। सही भन्यौ, निर्णयको चरा दुर्लभ हुन्छ तर शक्तिशाली। जसले यसलाई देख्दछन् उनीहरूले भाग्यमाथि दोष दिन छोड्छन्, आफै आफ्नो भाग्य कोर्न थाल्छन्। कमलेशले थपे, मैले सिके, पीडा श्राप होइन, प्रयासको चिन्ह हो। शरीर मात्र थाक्न सक्छ तर हार केवल मनले मान्दछ। यदि हरेक दिन पीडा असहजता रोजे भने म हरेक दिन बलियो बन्छु। गुरुले भन्नुभयो, साँचो बल आरामबाट होइन, असहजता रोजेर आउँछ। बिहान चाँडो उठ्नु, नराम्रो बानीहरू तोड्नु, डरको सामना गर्नु, यिनै साना निर्णयहरूले साँचो सफलताको जग बनाउँछन्। अन्त्यमा कमलेशले मुस्कुराउँदै भने, अब मलाई थाहा छ, पीडा त हराउँछ तर सिकाइ सधैँ रहन्छ। अब म पीडाबाट डराउँदिन, त्यसलाई स्वागत गर्छु। सङ्घर्षले नै मेरो मनलाई अनुशासित बनाउँछ। गुरु सन्तले अन्तिम पटक भन्नुभयो, हामी हाम्रो परिस्थितिले होइन, हाम्रा निर्णयले सीमित हुन्छौं। असहजता नै सफलताको जग हो। तिमी नदेख्न सक्छौ तर हरेक बलियो व्यक्ति त्यही असहजतामाथि उभिएको हुन्छ। प्रत्येक बिहान एक चमत्कारी चराले ल्याउँछ निर्णय गर्ने शक्ति। यदि तिमीले सही निर्णय गर्न सिक्यौ भने तिम्रो भाग्य पनि तिम्रो कदममा झुक्न बाध्य हुन्छ। पीडा आउँछ जान्छ, तर तिमीले रोजेको सिकाइ सधैँ रहन्छ। हामीमाथि जे हुन्छ त्यसले होइन, हामीले कसरी प्रतिक्रिया दिन्छौं भन्ने कुराले नै हामीलाई परिभाषित गर्छ। भाग्य त तारामा होइन, हाम्रै दैनिक निर्णयमा लेखिएको हुन्छ। भविष्यको निर्णय आजै गर्ने हो, भोलि होइन। कस्तो लाग्यो त यो कथा, प्रतिक्रिया दिनुहोला। यदि हजुरहरूलाई यो कथा मन परे कृपया लाइक र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यसले हामीलाई थप यस्तै कथा बनाउन प्रेरित गर्नेछ। अर्को भिडियोमा भेट्ने बाचा राख्दै अहिलेलाई बिदा माग्छौ। आफ्नो ख्याल राख्नुहोला। हस्त धन्यवाद। जय नेपाल।